यहाँ चाहिँ प्रोफाइल लाइट लगाउन गइरहेको छु। यो चाहिँ फ्रेम हो, चट्ट नापेर यसरी काट्नुपर्छ। यसरी काटिसकेपछि यहाँ फर्निचरमा ल्याएर यसरी एट्याच गर्नुपर्छ। फर्निचर काटेर यसरी राखेको छ। अब स्क्रु हान्ने हो। हाम्रो स्क्रु चाहिँ हाफ इन्चीको मात्रै छ। अहिले चाहिँ प्रोफाइल लाइटको फ्रेम मात्रै लगाएको, लाइटको अर्को पार्टमा आउँछ भिडियो रेफरेन्स लिएको चाहिँ।